धेरै धन्यवाद। आजको यस कार्यक्रमको सभाध्यक्ष प्रासन सर बज्यूल वार्ड नम्बर 5 बाट लाक्पा शेर्पा। यो लोसार भन्ने कुरा हामीले धेरै पहिलादेखि नै मान्ने गरेको रहेछ, तर त्यो बेला चाहिँ हाम्रो यो अति दुर्गम विकट ठाउँ सबै इष्टमित्र छाँगाछालीहरू एकै ठाउँ आउनु गाह्रो हुने, त्यति बेला के नै थियो होइन, लोकल आफ्नै गाउँमा उत्पादन गरेको खानेकुराहरू खाएर मनाउने गरिन्थ्यो। याद छ मलाई थोरै थोरै। तर अहिले आएर चाहिँ हामीले हाम्रो पुस्तामा आइसकेपछि विभिन्न किदुकहरूबाट सङ्गठित किदुकहरू खोल्ने अनि किदुकहरूले काठमाडौँमा आएर बस्नुहुने सम्पूर्ण आफ्नो छाँगाछालीहरू भेला भएर चाहिँ लोसार मनाउने यो एउटा प्रचलन विगत 15-20 वर्ष जति भयो होला जस्तो लाग्छ भएको छ। र त्यही अनुरूप चाहिँ यसपालि शेर्पा समुदायमा चाहिँ अर्को पनि एउटा अति महत्त्वपूर्ण संस्था खडा भएको छ। यो चाहिँ जस्तै एउटा गाउँको एउटा वडाको मात्रै नभएर एउटा सिङ्गो गाउँपालिकाको शेर्पाहरूलाई सङ्गठित गरेर दुःख सुखमा सबै कुराहरू सेयर गर्ने, सामूहिक रूपमा चाहिँ तपाईँको अगाडि बढ्ने भनेर असाध्यै राम्रो एउटा उद्देश्य बोकेर हाम्रो अध्यक्ष पासाङ शेर्पाज्यू लगायत सम्पूर्ण कार्य समितिले यसपालि निकै नै छोटो समयमा संस्था खुलेको भर्खरै जस्तो लाग्छ, तर कति धेरै कार्यक्रमहरू सम्पन्न गरिसक्नु भएको छ। यहाँ सम्पूर्णलाई बधाई पनि भन्न चाहन्छु। आज यो माटपे दुधकोशी शेर्पा समाज खोलेको 1 वर्षै नपुग्दाखेरि तपाईहरू सम्पूर्ण गाउँपालिकाका शेर्पा जनजातिहरू यहाँ आएर यसरी एकजुट भएको देख्दा मलाई अत्यन्त खुसी लागेको छ। किनकि म पनि यसरी नै शेर्पा मात्र नभएर यो देशको सम्पूर्ण जनजातिहरू यसरी नै एकै थलोमा बसेर आफ्नो संस्कृति, आफ्नो परम्परा अनि आफ्नो थाक थलोहरूलाई कसरी जोगेरा गरेर राख्ने अनि कसरी आफूभन्दा अर्को पुस्तालाई सिकाउँदै जाने भन्ने कुरामा म लागि परेको एक व्यक्ति हुँदाखेरि मलाई अत्यन्त खुसी लागेको छ। र यो माटपे दुधकोशी शेर्पा समाजले पक्कै पनि माटपे दुधकोशीको मात्र नभएर सम्पूर्ण सोलुखुम्बु जिल्लाको शेर्पाहरूको हक हित अनि शेर्पाहरूको संस्कृति र थाकथलोहरूलाई पर्यटनसँग जोडिएर त्यति मात्र नभई यो माटपे दुधकोशी शेर्पा सोसाइटीले माटपे दुधकोशी गाउँपालिकासँग उपप्रमुखज्यू यही हुनुहुन्छ, उहाँहरूसँग हातेमालो गरेर उहाँहरूसँग सहकार्य गरेर पक्कै पनि माटपे दुधकोशीमा शेर्पाको मात्र नभएर सम्पूर्ण जनजातिहरूको एउटा पर्यटन सञ्जाल बिछाएर यसलाई पर्यटकको रूपमा चिनाउनुहुन्छ भन्ने म विश्वस्त छु। नेपाललाई स्वाभिमानीहरूको देश, नेपाल सांस्कृतिक र प्राकृतिक रूपमा भरिभराउ र सम्पन्न देशको रूपमा संसारभर स्थापित गर्नको निम्ति नेपालकै सबैभन्दा बढी अभियान र नेतृत्व प्रदान गरेको, जसले नेपालको शान र मानलाई संसारभरि नयाँ उचाइमा पुर्याउनको निम्ति महत्त्वपूर्ण योगदान पुर्याउनु भएको शेर्पा समुदाय, जसको आज माटपे दुधकोशी गाउँपालिकामा पनि एकीकृत रूपमा नयाँ संस्था जन्म भएको छ। शेर्पा समाज माटपे दुधकोशी गाउँपालिका, जसले यो महत्त्वपूर्ण कार्यक्रम आयोजना काठमाडौँको यो रामनगर पार्टी प्यालेसमा गर्नुभयो। हामीलाई निम्तो गएर यो कार्यक्रमको महत्त्व, यो चाडको महत्त्व र हामी सबैले यो चाडलाई सफलतापूर्वक र खुसियालीका साथ मनाउने जुन अवसर प्रदान भएको छ, म शेर्पा समाज माटपे दुधकोशी गाउँपालिकाका अध्यक्ष, सम्पूर्ण पदाधिकारी
सल्लाहकार, यस कार्यक्रमका प्रायोजक यहाँहरू सबैलाई हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र आभार व्यक्त गर्दछु। वास्तवमा म तपाईहरुलाई देख्दाखेरि यतिखेर त्यो सुन्दर घुम्ने मेलालाई देखिरहेको छु, जहाँ सांस्कृतिक रूपमा संसारले देख्न सक्ने, रमाउन सक्ने च्याङ्मितेन होगेन सोलिङ गुम्बा छ। म नाम छाँगालाई सम्झिरहेको छु, म मूल खर्कलाई जल्दी देखिरहेको छु, म सोलाबन सिबुजे त्यसै गरी हिललाई देखिरहेको छु, म जुबिङ बुम्बरीलाई देखिरहेको छु। म धेरै मापदुतकोशी गाउँपालिकाको त्यो सुन्दर बस्तीहरूको याद जल्दी आइरहेको छ। त्यो सुन्दर बस्तीबाट जन्मिएर तपाईहरुले आज एउटा नयाँ साहस गरिराख्नु भएको छ। तपाईहरुले मानव जातिको हितमा त्यस क्षेत्रको समुदायलाई अगाडि बढाउनको निम्ति आज नेतृत्व प्रदान गर्ने जुन साहस गर्नुभएको छ, जुन निर्णय गर्नुभएको छ, यो भव्य कार्यक्रम मार्फत त्यो नयाँ सन्देश प्रदान गरिराख्नु भएको छ। यस मानेमा पनि म यहाँहरूलाई हार्दिक आभार व्यक्त गर्दछु। यो मापदुतकोशी गाउँपालिकाको एउटा महत्त्वपूर्ण सम्पत्तिको रूपमा, ऐतिहासिक सम्पत्तिको रूपमा यसलाई संरक्षण गर्ने प्रतिबद्धता यहाँहरूसँग जनाउन चाहन्छु। यहाँहरूले हामी यहाँ छौँ, हामी केही न केही नयाँ गर्न चाहन्छौँ, हामी भव्यतापूर्वक गर्न चाहन्छौँ, सभ्यतापूर्वक गर्न चाहन्छौँ। हामीले त्यो ठाउँमा जन्मिएर काठमाडौँ र सँगै देश विदेशमा हाम्रो गाउँपालिकाको विकास, गाउँपालिकाको चाहिँ समृद्धिको निम्ति, गाउँपालिकाको एकताको निम्ति पहल गर्छौँ भनेर तपाईहरुले शेर्पा समाज जसरी निर्माण गर्नुभएको छ, यो संस्थाको उज्जवल भविष्यको कामना गर्न चाहन्छु। पहिलो, तेस्रो, तेस्रो र चौथो स्थानमा पुरस्कार स्वरूप प्रमाणपत्र सहितको पुरस्कार वितरण गर्ने भएकोले गर्दाखेरि 2079 सालमा एसई दिनुहुने विद्यार्थी भाइ बहिनीहरूको नाम अनि म राख्न चाहन्छु। पहिलो स्थान हासिल गर्नुहुने प्रिन्सका शेर्पा 3.75 फर्स्ट स्थानमा पहिलो स्थान हासिल गर्नुभएको छ। प्रिन्सका शेर्पा 10,000 उहाँले पुरस्कार पाउनु भएको छ। प्रिन्सका शेर्पा 3.75 GPA। ता यगी सिगो मांगबुजिया खामी दुबे ता थलो दादिगी ता शरबुम्बु अनि मापेदुतकोशी गाउँपालिका की सानेला जो दुगो श्री शर्मा मिमांगी ता श्री की चिसोक ता दुगेंजी कोडी दागो शर्मा शरबुमी नाला सा ता साचा कांथेला थोरनी जो दुगी ता ती दागो मिरी चिकबा छोलुक चिकबा ताम चिकबा होतो दबगी ता तंदा पहिलो जुगी तने ता दाबेगी संगा छादी ता अनि पिजे नबेगी ता काप्टु साशा खन्नी जुसरा दाबो नामी चिक जॉब से बिछाची गिने ता दोगी चिसोंजी चुनावनो वतिला निराजी मोनेसा निंग थक पने तुचो शोई अनि ता येकी शॉपती ता जिता दाबेगी लोसागी लुसुल्तान त्योजी चेजी शुगोजी ने तुमसों ता दाबेगी दुगेंदा नाबिगी लोसर चेबला चुंसु केसिन तफेनाय दाबिगी जेरिका गोजुसिरा दाबिगी शरीके दाबिगी रिक्सुं दाबिगी दोलु ता दुनि नासो केसिनदि ता तिंगला भिउगी दाबिगी ता माहंबिगी लोथु दोसु दोला जेजी याके देसु दुकेन धुनो ता दाबो यातेला जुगी छे तेंगिसा दाबिगी शरीके दाबिगी ता किता नाता दाबिगी लामा जुसु केसिन ता फेंचे भिउगी ता दाबिगी तेजोगी पेजोगी ता शुरुरा इंजी के दिता नेपाली के जी मिसी ता तिले थापादी ता दाबिगी कोंजो सुनसुरदि खाई दाबो नांगबा सुरदि खाई ता खबि नलाई सरा ता लोसर सेनुदा दाबो बौद्धला फेमनि दुकेन नाम सजी ता चेमनि दुकेन को नाम सजी दुकेन नमुति मिसी ता दाबिगी शिरिगी के यापो के मेशो भोगोजी दाबो खेनो दुगिला ता दाबो शरो यिसे मिंचामजी मिसी ता दाबिगी खां थुप थुप ता दुगोगी जेगोजी किरो बला सा दाबिगी ता कुटे नाम दलन दाबिगी शिरिगी ला ता दादा लेरिक जिंगोंबा
tanda dekari kamu kosos nunla tin dari tigawa tuisang thupsu gyasi shiri ke to ke nasu gyasi ari ni ma chigrai to dapi ke khang she gusra nari nari to gi dapi ja go geni mi to kula phep suni no dapi ke tamne she to ke koka me to gi inala ta dapi ke koka hodo senmo dapi ran dapi ke keti ma she so gyasi ta me bi she ki te surti da bola tiri dapi ke ta chik khas ro da lo yu samchi no roi no ta digeni ani ta tarik dapi ke ta losar ta losamba gasa ta chita dabi ki losar ta dabi ki ta losar chini ta pheche nidong ngap nidong chikya ngap chu ngachik ta dabi ki phegelo ta dabi ki gel gasa phela isin ta dabi ki gel thomati nyesi chembo La
सरकारको ड्युटी होइन कहाँ जोबाट जान्छ यो शेर्पा समाज मापेदुधकोशी गठन गर्नको लागि लगभग 4 महिना अगाडि एउटा प्रयास गरेको थिएँ। मापेदुधकोशी गाउँपालिकाकै साथीहरूबाट हामीले एउटा किसिमको संस्था चाहिँ हामीले गठन गर्नुपर्ने देखियो। अबको दिनहरूमा चाहिँ हामी सम्पूर्ण मापेदुधकोशीमा रहेको शेर्पाहरूले चाहिँ एक डिक्का भएर अथवा सङ्गठित भएर सुख दुःखमा कसरी साथ दिने र सधैँ कार्यक्रममा चाहिँ सहयोग कसरी गर्न सकिन्छ। जस्तै मापेदुधकोशीको 5 को साथीलाई समस्या पर्दाखेरि 4 को साथीले हेर्ने कि नहेर्ने, 4 को साथीलाई समस्या पर्दा 1 कोले हेर्ने कि नहेर्ने, त्यस्तै गरी 1 को समस्या पर्दाखेरि 7 कोले हेर्ने कि नहेर्ने, त्यस्ता किसिमको समस्याहरूलाई विभिन्न ठाउँबाट हेरिरहँदाखेरि त्यो समस्याहरूको कारणले गर्दा हामीले एउटा सोच्यौँ, हामी एउटा टिम बसेर चाहिँ यो शेर्पा समाज मापेदुधकोशी स्थापना भएको आज ठ्याक्कै हिजो 4 महिना भएको रहेछ। अक्टोबर 11 को दिन चाहिँ यो संस्था स्थापना भएको थियो। 4 महिनाको समयमा लगभग 30 जना चाहिँ आजसम्ममा आजीवन सदस्य, जसले चाहिँ 35,000 रुपियाँ आजीवन सदस्यको सेवा शुल्क तिरेर आजीवन भन्नुभएको छ। त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी
हामीलाई संस्था स्थापना गर्ने क्रममा सल्लाहकारको एउटा खाँचो थियो। सल्लाहकार समितिको रूपमा चाहिँ 4 जना सल्लाहकारहरू एकदमै मैले मान्ने पर्ने गर्नुपर्ने व्यक्तित्वहरू हुनुहुन्छ। जस्तै मेरै वार्ड नम्बर 4 घुम्ने मेराबाट दोर्जी दाई हुनुहुन्छ, वार्ड नम्बर 7 बाट साङ्गे दाई हुनुहुन्छ, वार्ड नम्बर 5 बाट लाक्को दाई हुनुहुन्छ र वार्ड नम्बर 7 बाट पर्यटन व्यवसायी समाजसेवी पेमा तेलिसी हुनुहुन्छ। उहाँहरू सबैले आफ्नो आफ्नो तर्फबाट 35,000 प्लस 15,000 50,000 सहयोग गरेर चाहिँ उहाँहरूले सल्लाहकार भन्नुभएको छ। यसको लागि म धेरै तपाईँहरूलाई म धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी हाम्रो संस्थाको साधारण सदस्य शुल्क चाहिँ 3,000 हो। यो चाहिँ वार्षिक 3,000 हो। यो साधारण सदस्य शुल्क 3,000 तिरेर लगभग आजको दिनसम्म 35 जनाले चाहिँ साधारण सदस्य लिइसक्नु भएको छ। त्यसको लागि म धेरै धन्यवाद दिन चाहन्छु। यी र यस्तै कारणहरूले गर्दा चाहिँ हामीले पटक पटक यो 4 महिनाको पिरियडमा हामी मिटिङ बस्यौँ। कुनै पनि काम गर्नुको लागि हामीले 365 दिन कुर्नु पर्दैन। यदि काम गर्न चाहने र हामी शक्ति छ भने 1 वर्षमा हामी 2 वर्षमा गर्ने काम हामी लगभग 1 महिनामा गर्न सक्छौँ भन्ने एउटा इच्छा शक्ति भएको टिम, जुन मेरो टिममा सशक्त महासचिव हुनुहुन्छ, त्यस्तै गरी प्रशासकजी हुनुहुन्छ, सम्पूर्ण उपाध्यक्ष टिमहरू जुन एउटा सशक्त टिमको कारणले गर्दा आज यो मापी दुध कोशीको पहिलो संयुक्त लोसार कार्यक्रम हामी गर्न सफल भएको छौँ। यसको सहयोगको लागि मेरो आइडियालाई स्वीकार गर्दै टिकटको लागि यो सहयोग गर्नुहुने तपाईँहरूले सबैलाई टिकट खरिद गरेर आउनुहुने सबैलाई धेरै धन्यवाद दिन चाहन्छु। र स्पोन्सरको लागि सुरुमा हामी अगाडि बढ्ने त भन्दाखेरि चाहिँ मैले कार्य समितिको मिटिङमा हामी पहिले सुरु गर्दाखेरि हामी कार्य समिति पनि सुरु गरौँ। हामीले के गर्ने त यसपालिको लोसारको कार्यक्रम के, संस्थाको उद्देश्य के, संस्थाको उद्देश्यको एउटा क्यालेन्डर नै तयार पारेको छौँ। 1 वर्षभित्र हामी के गर्छौँ यो तपाईँलाई म अब भन्दै जानेछु। र पहिलो क्यालेन्डरमा हामीले के गरौँ, हामीले 4वटा कुरा संस्थाको उद्देश्य अन्तर्गत राखौँ। शैक्षिक क्षेत्र, अनि मेडिकल क्षेत्र, रोजगारी क्षेत्र र विकासतर्फ 4वटा कुरा चाहिँ हामी मानवको जीवनमा एकदम आवश्यकता पर्ने कुरा हो। यदि यो 4वटा कुरा छैन भने हामी ह्युमन बिइङ चाहिँ यो पृथ्वीमा रहन नसक्ने र यो चाहिँ आवश्यकता भएको कारणले गर्दा चाहिँ हामीले शैक्षिक क्षेत्रमा चाहिँ लगानी गर्नुपर्छ। र शैक्षिक क्षेत्रमा लगानी कसरी गर्ने भन्दा सम्पूर्ण शेर्पा समाजको अभिभावकहरू आफ्नो ठाउँमा शैक्षिक योग्यता हुनुहुन्छ, तर पनि हामी के विभिन्न कारणले गर्दा शैक्षिक क्षेत्रमा तलमाथि परिएको अवस्थामा चाहिँ भर्खरै एससी सिदिएको विद्यार्थीहरू, अनि त्यस्तै गरी +2 सिदिएको विद्यार्थीहरू र ग्रेजुएसन सिदिएको विद्यार्थीहरूलाई चाहिँ हामी यसपालि सम्मान गरौँ त। उहाँहरूलाई चाहिँ त्यो विद्यार्थीहरूको चाहिँ उज्जवल भविष्यको फेरि कामना गर्दै उहाँहरूलाई चाहिँ पढाइपट्टि उत्प्रेरणा मोटिभेसन जागोस् भन्ने उद्देश्यले हामी केही पुरस्कारको व्यवस्था गरौँ न। त्यो चाहिँ मापी दुध कोशीकै शेर्पाको छोराछोरी नै हुनुपर्छ। हामी भित्र खोजौँ, छानौँ, फर्स्ट सेकेन्ड थर्ड फोर्थ छानौँ भन्ने मेरो रिक्वेस्टलाई कार्य समितिले सर्वश्रेष्ठ स्वीकारेपछि ठिकै छ त प्रायोजक कसरी खोज्ने भन्ने कुरामा चाहिँ हामी आफैभित्र अघि महासचिवजीले भने जस्तै ग्रेजुएटको लागि मैले स्पोन्सर गर्ने, +2 को लागि चाहिँ महासचिवले गर्ने र एससीको लागि चाहिँ प्रशासकले गर्ने निर्णय भए अनुसार हाम्रो संस्थाको ब्यानर यहाँ मेरो शेर्पा स्विट होम, त्यस्तै गरी कोषाध्यक्षको कोशी अनि महासचिवको एडभेन्चर फिट भयो र यति भन्दै अन्य हाम्रो विविध कार्यक्रमहरू रहेको तपाईँलाई म जानकारी गराउँदै आजको यो पहिलो औपचारिक कार्यक्रम यही समाप्त भएको घोषणा गर्दै तपाईँहरूको लागि आजको दिन एकदम शुभ रहोस् र तपाईँहरू लोसार एकदम राम्रोसँग मनाइदिनु होला भन्ने मेरो मनसा, मेरो बाबा, मेरो आफ्नो शब्द यही राख्दै एकचोटि थुची चाहिँ भन्नु जस्तो तपाईँ सबैजनाको महत्त्वपूर्ण समयलाई हामीलाई स्वीकारेर यो लोसार कार्यक्रम सफल पारिदिनुको लागि हामीले टिकट खरिद गरेर आइदिनु भएकोमा र हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आइदिनु भएको तपाईँ सम्पूर्णलाई विशेष धन्यवाद दिँदै आजको यो पहिलो औपचारिक कार्यक्रम यही समाप्त भएको घोषणा गर्दछु। थुची से थ्याङ्क यू। Lo
कृपया स्टेजमा आफ्नो प्रस्तुति देखाइदिनुको निमित्त म हार्दिक अनुरोध गर्दछु। फुर्बा शेर्पा र कालदेव शेर्पा।
एउटा मात्रै ल आयो यसमा छ जाङबु शेर्पा खुम्बु पसङलामु गाउँपालिका वार्ड नम्बर 1 उहाँले आविष्कार ट्राभलको तर्फबाट काठमाडौँबाट पोखरा अथवा पोखराबाट काठमाडौँ तपाईँले जहिले चाहनुहुन्छ त्यही दिनको टिकट ट्राभल गर्दै हुनुहुन्छ तपाईँलाई धेरै धेरै बधाई छ यो तपाईँसँग सुरक्षित राख्नु होला यो भित्रबाट उतार्नु होला ल आयो अर्को सेकेन्ड लकी ड्रको नाम परेको छ पासङ लमु शेर्पा सानो नानीलाई धेरै धेरै बधाई छ तपाईँले पनि काठमाडौँबाट पोखरा जानेको एउटा फ्लाइटको टिकट पाएको छ यो तेस्रो लकी ड्र यो भाइबाट चाहिँ पिकअप हुँदैछ अनि भाइले पिकअप गरेपछि म तपाईँको नाम घोषणा गर्नेछु तेस्रो लकी ड्र म अब एकछिन लान्छु आन ढोलकार शेर्पा Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ